सँगै हुर्क्यो, स्कुल सँगै गयो, एउटै थालमा खायो, एउटै ओछ्यानमा बस्यो, दाजुभाइ दिदीबहिनी भनेर एउटा ठाउँमा बस्यो। यो आर्दम जो आर्दम मयङ ल्याएर छाडी जो मयङ लेबीको चाहिँ दिक्क मयङ लेबी चाहिँ दिल बिसम सार्की दो मयङ लेबू पाउँदा जो सार्की दो मयङ लेला आर्दम लानन मला जो सार्की दो मयङ ले हो माइती राजा नेपालीबाट माइती राजा भन्छ, हाम्रो तामाङ भाषाबाट सार्की दो मयङ ले भन्छ। हिजो सँगै खायो, सँगै हुर्क्यो, सँगै स्कुलमा पढ्यो, सँगै बस्यो, एउटै थालमा खायो। अनि यो माइतीको हातमा यो 8वटा दाम छ, 8 दाम माइतीको हातमा दिनु होला। अर्को माइतीको पैसा दिनु। हाम्रो तामाङ संस्कारमा मयङ गोफाङ होला, मयङ गोफाङ होला यहाँ तामाङ संस्कारी मयङ बुध बुध हो।